के छ खबर तपाईहरुको? सधैँ भात खाँदा खाँदै दिमाग खराब हो। अब आज चाहिँ मैले चाउमिन बनाउन लाग्छु है। चाउमिन बोइल गरिसकेँ। अब चाउमिन बोइल गरेँ, टक्क लाएर प्याज लसुन खुर्सानी काटिसकेँ। अनि अब अलिकति बफ ल्याएँ, बफ पनि मैले उसिनिसकेँ। यहाँ अब बफ उसिनिसकेँ, चाउमिन धुँदैछु यहाँ बोइल गरेर। अनि अब चाउमिन बनाउँछु जट्ट लाएर तपाईँहरूलाई पनि है मैले चाउमिन बनाउँछु है गाइजहरू है। चाउमिन बनाउँछु। चाउमिन बनाउने मान्छे यहाँ हाम्रो चाउमिन बनाउने भाँडो। तपाईँहरूलाई पनि चाउमिन खान जानुहोस् है। मैले बनाएको चाउमिन म यो पनि बनाउँछु चाउमिन है। मलाई कुकमेन गर्न अलिक मन लाग्छ धेरै है। अहिले चाउमिन पकाउँदैछु। कस्तो हुन्छ चाउमिन टेस्ट म खान्छु, तपाईँहरू चाहिँ स्वाद दिनु है त। म खान्छु, तपाईँहरू स्वाद दिनु, नखाए पनि स्वाद दिनु कस्तो नर्छ भन्छ। चाउमिन बनाउँछु, बफ चाउमिन बनाउँछु है। बफ टक्क लाएर बफ चाउमिन। अब धेरै हुन्छ होला, यति चाहिँ राख्नु पर्ला भोलि। चारजनालाई पुग्छ होला यो बढी खाने कि अनि गाँठे गर्मीमा फेरि धेरै हात छेर पनि बर्बाद छ फेरि। फेरि चलाउने त्यो ठिक लिमिट खानुपर्छ। अन्त खाँदा म धेरै नै खान्छु। अब मान्छे अब ठुलै छु, भुँडी ठुलो छ, जहाँ चाहिँ अब फेरि अब गर्मी बेलामा अलिक अपच भनेको तनाउ हुन्छ। त्यही भएर ठिक खानु यो चाहिँ राख्नु लागि मैले फ्रिजमा राखेँ। त्यति भए पुग्छ होला हामी चारजनालाई। हामी बुढाबुढी त्यसपछि एउटा छोरा र छोरी पुग्छ त्यसपछि।